वास्तविक पीडा भोगिरहेकी छिन्। आज गहभरि आँसु बनाएर रोइरहेकी छिन्। आज यो पीडा सायद तपाईँ हामीले कल्पना पनि गर्न सक्दैनौँ। जसले श्रम गरिरहेको छ यी कलिलो उमेरमा आज यिनलाई धेरै पीडा छ, भक्कानिएर रोइरहेकी छिन् दर्शकबिन। त्यसकारण देश विदेशबाट सहयोग जुटेपछि के गर्ने सपना छ? भाइ बहिनी पढाउने, त्यही एउटा घर बनाउने, त्यही सब होइन भाइ बहिनीले आज यस्तै घटना यस्तै रिपोर्टिङ गरिरहेका छौँ। जो आफ्नै शरीर पनि कामिरहेको छ, म आफैलाई पनि पीडाबोध भइरहेको छ। यो यस्तो दर्दनाक एकजना वृद्ध आमाले यी 3 जना नाति नतिनालाई कसरी हुर्काउनु भएको छ र एक दाजी 16-17 वर्षीय बहिनीले कसैको घरमा काम गरेर यी भाइ बहिनी र वृद्ध आमालाई कसरी चाहिँ आर्थिक व्यवस्थापन गरिरहनु भएको छ, हामी उहाँहरूसँगै प्रत्यक्ष तपाईँहरूलाई देखाउनेछौँ। चाहिँ कहाँ हो आमा? केलखोला बाबु। हजुर। यहाँ कसरी आउनुभयो त यो डाङ? पहिला त्यो छोरा नमर्दा यहाँ ल्यायो बाबु। नानी र बाबु परम बनिएर यहाँ ल्याएर नानी बाबु आफै मरिगयो। नानी र बाबु यहाँ पर्न पनि सकिन्न बाबु। म यहाँ बोकै बोकै बस्ने, छिमेकीले दिने। क्या हो बाबु, मलाई धेरै दुःख छ बाबु, प्रेसर छ बाबु, गाममा टाउको दुखेर केही गर्न सकिन्न बाबु। पूर्व झापादेखि पश्चिम महाकालीसम्मका विभिन्न प्रकृतिका बिरामीहरूलाई, विभिन्न प्रकृतिका समस्यामा ग्रसित व्यक्तित्वहरूलाई सहयोग गरिरहनु भएको छ। सायद रुकुम रोल्पाका व्यक्तिहरू भन्दा बित्तिकै, सहयोगी दाताहरू भन्दा बित्तिकै संसारभरि रुकुम र रोल्पाका भावनाहरू, मानवताको भावनाहरू अत्यन्तै जागरुक देखिएको छ। तर आज एकजना रोल्पाकै यो वृद्ध आमाको अवस्था यस्तो छ। आमा, यो घर तपाईँको हो? होइन, यहाँ भाडामा बसेको बाबु, भाडा पनि तिर्न नसक्ने बाबु। घर भाडा कति छ? 500 छ बाबु भाडा। बर्खामा यो चुइने घर जस्तो देखिन्छ, के छ पानी चुइन्छ? चुइन्छ नि बाबु, यहाँ परात थाप्छु भित्र। यस्तो नाति नतिनाहरूलाई कहाँ सुताउनुहुन्छ? यो जहाँ पानी चुहिन्न त्यहाँ सुत्छ नि बाबु। धेरै रोछु, धेरै राति पनि उठी बस्छु बाबु। क्या भयो यस्तो दुःख छ बाबु मलाई। खानु पनि छैन, तेल पनि पुग्दैन, चामल छैन बाबु। कसरी व्यवस्थापन गरिराख्नु भएको छ? को कता कसरी व्यवस्थापन? यहाँ बहिनीले पनि दिन्छ, बुद्धिजीले पनि दिन्छ, यहाँ छिमेकीले कहिले छिमेकीले दिन्छ बाबु। चामल दिन्छ, तेल दिन्छ, ए पोका। त्यही भएर अलिअलि खाएर बस्छु बाबु। नानी नमस्ते। नमस्ते। नानी, तपाईँ काम गर्नुहुन्छ? हजुर। कहाँ काम गर्नुहुन्छ? उता सात खुले बस्छु अनि त्यहाँहरूसँग काम गर्छु। काम गरेर यी भाइ बहिनी अनि यी वृद्ध आमालाई स्याहार गरिराख्नु? हजुर। यिनीहरूलाई वर्ष हुनुभयो? अहिले 17 वर्ष। 17 वर्ष हुनुभयो? हजुर। काम के काम गर्नुहुन्छ? काम त घरकै काम हो, सबै गाई बाख्रा सबै यताउता छन् अनि तिनीहरूलाई घाँस सास काटिदिने यताउता। अनि खाना खाइ नखाइ जान्छु। खाना खाइ नखाइ घाँस काट्नु पर्यो, दाउरा गर्नु पर्यो होइन। अनि के छ त्यो घरमा बुढाबुढी हुनुहुन्छ? बुढाबुढी हुनुहुन्छ, त्यहाँहरूले पनि सक्नुहुन्न। त्यही भएर त्यहाँहरूको छोराछोरी पनि कोही छैनन्, त्यहाँ सहयोग गरिराख्नु भएको। महिनाको 4000 रुपियाँ दिनुहुन्छ, त्यसले भाइ बहिनीलाई पनि पुग्दैन। यो बहिनीको आफ्नै पनि स्वास्थ्यमा समस्या रहेछ, यो के भएको नानी? खै थाहा छैन, पहिल्यैदेखि यस्तो थिएन, नै थिएन, पछि यस्तै हुँदै ठुलो हुँदै गयो। आज यहाँहरूले पक्कै पनि हाम्रो भिडियो हेरिसकेपछि यहाँहरूले सहयोग गर्नुहुनेछ, नानीको यो पीडालाई मनन गर्नुहुनेछ। अन्त्यमा के भन्न चाहनुहुन्छ नानी? अन्त्यमा त सबैले सहयोग गरिदिनुला। आज यो पीडा नानीको अभरि आँसु झारेर जो आफूले वास्तविक पीडा भोगिरहेकी छिन्, आज गहभरि आँसु बनाएर रोइरहेकी छिन्। आज यो पीडा सायद तपाईँ हामीले कल्पना पनि गर्न सक्दैनौँ। जसले श्रम गरिरहेको छ यी कलिलो उमेरमा आज यिनलाई धेरै पीडा छ, भक्कानिएर रोइरहेकी छिन् दर्शकबिन। त्यसकारण देश विदेशबाट सहयोग जुटेपछि के गर्ने सपना छ? भाइ बहिनी पढाउने, त्यही एउटा घर बनाउने, त्यही सब होइन। भाइ बहिनीले पढाउने, भाइ बहिनीको भविष्य बोइला उपचार गराउनु छ। तिम्रो आफ्नै पनि यति समस्या छ, हेर त यत्रो समस्या छ, दुख्दैन? नै केही पनि हुँदैन। केही पनि हुँदैन, तर चेकअप गर्न गएको छैनौ नि? नै।
पैसा छैन अब? छैन, जान्दैन। नमस्ते। नमस्ते भाइ। शान्ति तल हो भने यो नानीहरूलाई राम्रोसँग यताउता दुःख परेको देश विदेश दिदी दाजुभाइ दिदीबहिनीहरू हेरिदिनु होला। अरू के हो र, दुःख सुख बाबुले के भन्छ अनि आएर फुबु आज त चामल छैन अनि तेल छैन भन्नुहुन्छ। अन्टीले भन्नुहुन्न, जस्तो भए पनि कहिले भोकै सुत्नुहुन्छ कि के गर्नु थाहा भएन। अनि बाबुले आएर अनि फुबु आज त चामल छैन, हामी के खाने भन्छ। हजुर, अब टाढा टाढा देश विदेशको दाजुभाइ दिदीबहिनीहरूलाई अनि यस्तै केटाकेटी यस्तै छ, हेरिदिनु होला, सहयोग दिनु होला भनेर अब आश छ क्या र भाइ। हेर्नुहोस् त यो नानी यस्तै अवस्था छ। हजुर आफ्नो हजुर त्यस्तै ऊ छैन के भएको छ। अनि यस्तै 4000ले पो पुग्दैन भाइ बहिनीलाई। अब यताउता यो घर पनि 500 रुपियाँ छ क्या र, त्यो पो तिर्न सकेका छैन भाइ। त्यस्तै हो, के गर्ने, हेरिदिनु होला। यो तपाईँ हामी यो नानीको उमेरमा कति रमाउँथ्यौँ आमा बुवासँग होइन, आफन्तसँग, तर आज नानी श्रम गरिरहेछ। हजुर, कति दुःख गरिरहेछ। अब हेर्नेसम्म अब मैले पो हेर्छु, उहाँ दिदीहरूले यहाँ गाउँको अलिअलि हेर्नुहुन्छ। अब सकेसम्म मैले हेर्छु। माथि पानीको भयो म दिन्छु, पानीको म तिर्छु। अन्टीले पैसा भएको बेला दिन्छ, भयो परेको छैन म दिन्छु, पानीको म तिर्छु भनेर सकेसम्म म पो हेरिरहेको छु भाइ। यता के छ, देश विदेशमा सहयोग गर्दिन के आग्रह गर्नु? हजुर, देश विदेशको दाजुभाइ दिदीबहिनीहरूले अनि हेरिदिनु होला, त्यस्तै भन्न चाहन्छु। कस्तो अवस्था थियो त्यति बेला भन्नुहोस् त, अनि हामीलाई चाहिँ बोलाउनु भयो? यहाँहरूको धेरै समस्या देखेर मलाई गाह्रो भएर अब देख्नै नसक्ने, अब केटाकेटी पनि त्यस्तै बिजोग अनि दिदीलाई पनि त्यस्तै बिजोग भएर मैले अब हजुरलाई बोलाउनु। यी बाहिर हेर्ने दर्शकहरूले अब सहयोग गरिदिनु होला। एउटा बच्चाले काम गरेको 17 वर्षको नानीले काम गरेको 4000ले पुग्दैन, यिनीहरूलाई खाना लानु पुग्दैन। हामीले बाहिरको छिमेकीले हेर्नुपर्छ। त्यही माथि पनि नानी आफ्नै स्वास्थ्य त्यस्तो दर्दनाक, हेर्नुहोस् त घाँटीमा यत्रो फुल्लिएको छ। घाँटीमा यत्रो फुल्लिएको छ, अब त्यसलाई उपचार गर्ने छैन। अब यसलाई पनि उपचार गर्नु पर्यो। 4000ले के हुन्छ? आफ्नो बोइलाई प्रेसर सुगर त्यही छ, यिनीहरूले उपचार गर्न सकेका छैनन्, यिनीहरूले खान पाएको छैनन्, पढ्न पाएको छैनन्। यो माग गरिदिनु। नानी के छ, तिम्रो उपचारभन्दा ठुलो तिमीलाई के लाग्छ? यिनीहरूको पढाइ लेखाइ अनि बोइलाई उपचार गराउनु, त्यही नै छ मेरो त। तिमीलाई आफ्नो स्वास्थ्यभन्दा ठुलो चाहिँ बोइको अरे भाइ बहिनीको जिन्दगीप्रति छ नि? हजुर। के छ, कसै आफन्तहरू इष्टमित्रबाट सहयोग त पाइराखेको छ नि? हजुर, दिनुहुन्छ। कहिलेकाहीँ चामल सिद्ध्याएको बेला सबै दिनुहुन्छ, फुपूहरूले सबैले दिनुहुन्छ। त्यसरी गुजारा भइरहेको छ दर्शकबिन। आफ्नो स्वास्थ्य ठुलो चाहिँ दर्दनाक चाहिँ घाउ बोकेर पनि आफूभित्रको घाउले लुकाएर भाइ बहिनीको भविष्य, वृद्ध आमाको स्वास्थ्यको लागि चिन्ता छ बहिनीलाई। अन्त्यमा अब लगभग हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। एकजना छिमेकी हुनुहुन्छ। नमस्ते। नमस्ते। अब तपाईँको छिमेकीमा यति पीडादायी चाहिँ एउटा परिवार बस्दो रहेछ भाडामा होइन, के छ उहाँहरूको अवस्था? यहाँहरूको अवस्था त आएदेखि नै नाजुक छ। अब बर्खा लाग्छ, अरू सब सुत्छन्, यिनीहरूको घर हेर्नु न कस्तो छ। पानी चुहेर पुरै पराठ थापेर सुत्छन्, खाने छैन, पानी छैन, टोयलेट छैन। अब बाउ आमा नभएको मान्छे त हो यो बिचरा, अब भाकाले दिन्छन् नभएकाले दिन्नन्। अनि दुःख अब सबैको मन एउटै हुन्न। अब हामीले पनि भए बेला दिने हो, नभए बेला अब हुन्न। यिनीहरूको धेरै दुःख छ अनि यिनीहरूको दुःख देख्न सक्दैन मैले। अनि के गर्ने, दुःख छ भनेर केही गर्न पनि सकिने रहेनछ। सबैले हेरिदिनु होला, सबले सहयोग गरिदिनु होला। यिनीहरू बिचरा न बाउ न आमा, यत्रोको बच्चाले काम गरेर यत्रो परिवार पाल्ने हो, पढ्ने रहर छ होला। अनि साथीभाइ राम्रो लाएर हिँड्छन् होला, मिठो खाएर हिँड्छन् होला, यसलाई पनि त रहर छ होला बिचारी। रहर आफ्नो रहर मारेर भए पनि घरको बाध्यता बुझेर भए पनि यसले काम गरेको थिए। कमसेकम बस्ने बास पनि गतिलो छैन, अर्काको भाडामा बस्छन्, भाडा पनि तिर्न सक्दैनन्। अनि यस्तो अवस्था छ। पानी बर्खामा आयो भने सबै भित्र पस्छ, सब गाउँका मान्छे सुत्छन्, यिनले पानी फाल्छन्, पानी वाच्छन्। यिनको अवस्था देख्दा त साह्रै निर्दयी छ बिचरा, यिनीहरू साह्रै दुखी छन्।
जस्तै तिमीलाई चाहिँ कोही न कोहीबाट सहयोग जुटाएर तिम्रो स्वास्थ्य उपचार पनि गर्छौँ है। हजुर अनि भाइ बहिनीको लागि पनि केही पहल गर्छौँ है। हजुर कोही आफन्तहरू कोही विदेशतिर हुनुहुन्छ? नै हुनुहुन्न। कोही हुनुहुन्न नि? हजुर बुवा मम्मी बितिसक्नु भयो? मम्मीको अन्तर्विवाह भएको, बाबा चाहिँ बित्नु भएको। मम्मीको अन्तविवाह भयो, बाबा बित्नु भयो। अहिले मम्मी उहाँ बितेको अन्तविवाह गरेको मम्मी हुनुहुन्छ कि बितिसक्नु? थाहा छैन। थाहा छैन नि। आज 3 सन्तान 3 भाइ बहिनीलाई हुर्काइरहेकी बहिनीको दर्दनाक पीडा यहाँले देखिसक्नु भएको छ। पक्कै पनि सहयोग गर्नुहुनेछ दर्शकबिन। आजलाई हामी यो कार्य यो चाहिँ रिपोर्टिङ यति नै। फेरि अर्को हामी चाहिँ केही राहतहरू केही देश विदेशबाट सहयोग सङ्कलन भइसकेपछि आएर फेरि हामी नानीलाई बोलाउनेछौँ, आमालाई राख्नेछौँ र यहाँका छरछिमेकी राखेर फेरि पनि हामी रिपोर्टिङ गर्नेछौँ। अहिलेलाई यति नै। हस्त नमस्कार।